हुन्छ त्यो प्लस छ भने हैन माइनस छ भने त्यो कुरा पनि ख्याल गर्नुपर्छ ल Q1 भन्ने चार्जले पोइन्ट P मा प्रोड्युस गर्ने इलेक्ट्रिक फिल्डको डिरेक्सन पोइन्ट P बाट एरो तानिएको छ है त्यो फिल्डको भ्यालु हुन्छ E1 = K Q1 / R स्क्वायर R1 स्क्वायर भनौं ल त्यो R1 डिस्टेन्स छ त्यसैगरी Q2 भन्ने चार्जले पोइन्ट P मा प्रोड्युस गर्ने इलेक्ट्रिक फिल्ड यो डिस्टेन्स R2 छ अब पोजिटिभ चार्ज भएपछि अवे फ्रम द चार्ज हुन्छ त्यसैले एरो माथिपट्टितिर गयो र यहाँ हुने इलेक्ट्रिक फिल्ड भनेको चाहिँ K Q2 / R2 स्क्वायर भने Q3 ले प्रोड्युस गर्ने इलेक्ट्रिक फिल्डको कुरा गर्दाखेरि चाहिँ यो Q3 नेगेटिभ छ नेगेटिभ भएपछि त्यो पोइन्टबाट चार्ज तिर हुन्छ हो यो E3 = Q3 K Q3 / R3 स्क्वायर डिस्टेन्स R3 छ भने अब टोटल इलेक्ट्रिक फिल्ड निकाल्नको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि तीनवटा चार्जहरुले प्रोड्युस गरेको इलेक्ट्रिक फिल्डहरुको भेक्टर सम गर्नुपर्छ सो यसैलाई नै के भनिन्छ हामीले प्रिन्सिपल अफ सुपरपोजिसन अफ इलेक्ट्रिक फिल्ड भनेर भनिन्छ सो दुई अथवा दुई भन्दा बढी पोइन्ट चार्जहरुले कुनै एउटा पोइन्टमा प्रोड्युस गरेको नेट इलेक्ट्रिक फिल्ड निकाल्नको लागि इन्डिभिजुअल चार्जहरुले प्रोड्युस गरेको इलेक्ट्रिक फिल्डको भेक्टर सम गरिन्छ त्यसैलाई नै हामीले प्रिन्सिपल अफ सुपरपोजिसन अफ इलेक्ट्रिक फिल्ड भनिन्छ ओके ल कन्सेप्ट यति नै हो यस्तै कन्सेप्टहरुबाट हामीले सल्भ गर्नुपर्छ एउटा क्वेशन लेखे मैले 2 point charges of magnitudes 1.0 into 10 to the power minus 8 coulomb and 2.0 into 10 to the power minus 8 coulomb are 30 centimeter apart in air. Find the electric field at a point midway between them. A beginner's question, eh? So according to question, we have 2 point charges. Okay, we have 2 point charges. Let's represent a charge by Q1 equal to 1.0 into 10 to the power minus 8 coulomb and another charge Q2 equal to 2.0 into 10 to the power minus 8 coulomb. And the distance between Q1 and Q2 is given as 30 centimeters. Where we have to find out electric field at a point midway. At this point, what is the electric field? So अब हामीले पहिलो चरणमै केयर गर्नुपर्ने कुरा पोइन्ट P सम्म चार्जहरुको डिस्टेन्स के कति छ त्यो कुरा केयरफुल हुनुपर्छ यो डिस्टेन्स भनेको अब कति हो Q1 देखि पोइन्ट P सम्म 15 सेन्टिमिटर रिमेम्बर इलेक्ट्रिसिटी का न्यूमेरिकल्सहरु हामीले जहिले पनि एसआई सिस्टममा गर्छौं है सो दुवै के भयो 0.15 0.15 मिटर भयो अब हामीले यहाँ के गर्नु पर्यो इलेक्ट्रिक फिल्ड एट पोइन्ट P त्यो निकाल्नु छ इलेक्ट्रिक फिल्ड एट पोइन्ट P मा दुईटा चार्जले प्रोड्युस गर्छन् Q1 ले पनि गर्छ Q2 ले पनि गर्छ
So due to Q1 ले प्रोड्युस गर्ने इलेक्ट्रिक फिल्ड भनेको E1 भने मैले E1 इक्वल टु K Q1 बाइ कति भन्नु पर्यो 0.15 लाई तिमीले R1 भन्न पाइयो भने अर्को 0.15 लाई R2 भन्न पाइयो R1 स्क्वायर K भनेको 9 into 10 को पावर 9 into Q1 भनेको 1.0 into 10 को पावर -8 अनि R1 स्क्वायर भनेको 0.15 को स्क्वायर अब यसलाई हिसाब गर्नु पर्यो यसलाई हिसाब गर्दाखेरि कति हुन्छ भन्दा 4 into 10 to the power 3 युनिट के हुन्छ न्यूटन कोलम अब इलेक्ट्रिक फिल्ड को डाइरेक्सन हेरौं यहाँ हामीले चार्ज को भ्यालु पोजिटिभ नै हो भन्ने कुरा बुझौं अब नेगेटिभ पोजिटिभ के त थाहा छैन क्वेशनले भनेको छैन केही नभनेको कन्डिसनमा चार्जहरु के हुन् त पोजिटिभ नै हुन् भन्ने कुरा मनमा राखौं है सो अकॉर्डिङ टु दैट द Q1 ले पोइन्ट P मा प्रोड्युस गर्ने इलेक्ट्रिक फिल्ड को डाइरेक्सन कता हुन्छ त Q1 त पोजिटिभ चार्ज भयो away from Q1 at point P point P बाट ड्रा गर्ने हो लाइन विथ एरो यो हाम्रो E1 भयो सो यसलाई हामीले कुनै नाम दिन सकिन्छ A र B नाम दिए भने दुईटा एन्डतिर along P B भन्न सकियो त्यसैगरी इलेक्ट्रिक फिल्ड ड्यू टु Q2 E2 equal to K Q2 by R2 square K into Q2 2.0 into 10 to the power -8 upon R2 square R2 square भनेको 0.15 को स्क्वायर यो हिसाब गर्दा 8 into 10 को पावर 3 न्यूटन पर कोलम हुन्छ अब यसको डाइरेक्सन चाहिन्छ अब Q2 भन्ने चार्जले प्रोड्युस गर्ने इलेक्ट्रिक फिल्ड को डाइरेक्सन अब यसलाई पोजिटिभ नै मान्नु भन्ने कुरा भयो त्यो भइसकेपछि यो पनि अवे फ्रम Q2 यो चाहिँ के भयो E2 भयो र कता भन्न पाइन्छ यसलाई हामीले along PA भन्न पाइन्छ सो अब नाउ टोटल इलेक्ट्रिक फिल्ड यहाँ के गर्ने त E1 र E2 हेरौं त दे आर एक्ज्याक्टली अपोजिट सो दुईटा भेक्टर एक्ज्याक्टली अपोजिट छन् भने रिजल्टेन्ट निकाल्न के गर्नुपर्छ वी हैव टु सबट्र्याक्ट देम सो यसमा सबट्र्याक्ट त गर्ने कुनबाट कुन गर्ने लार्जबाट स्मल गर्ने सो E2 भनेको 8 into 10 को पावर -3 अनि E1 भनेको 4 into 10 को पावर +3 3 भनेपछि कति आयो 4 into 10 को पावर 3 न्यूटन पर कोलम हुन्छ हो यो अब कता हो त यो लार्ज कता छ त हेर्नु पर्यो लार्ज कता छ along PA छ भनेपछि फाइनल डाइरेक्सनमा चाहिँ along PA भनेर लेख्यौं भने हाम्रो यो क्वेशनको एन्सर चाहिँ कम्प्लिट भयो ओके यो क्वेशनमा केही कन्फ्युजन छ कसैलाई Let's go to next question. Two small spheres of charge +10 microcoulomb and +40 microcoulomb are placed
6 centimeters apart. Find the location of a point between them where the net electric field strength is 0. यो क्वेशनलाई find the null point पनि भन्न मिल्छ है. Find the position of null point पनि भन्न मिल्छ. यसको सोलुसन गरौँ. So what we are actually given? We are given two small spheres. One small sphere, another small sphere. Sphere A, sphere B, we can write. Sphere A is given a charge of plus 10 microcoulomb. Micro भनेपछि you may have known it, 10 to the power minus 6 coulomb. And sphere B has charge Q2 equal to plus 40 microcoulomb. It's 40 into 10 to the power minus 6 coulomb. And the distance between these two spheres is 6 centimeters. Now we have to find a point between them or in a line, point in a line along a line joining them भन्ने पनि हुन सक्छ. So बीच भनेको ठ्याक्कै मिडल भन्न खोजेको होइन. अघिल्लो क्वेशनमा ठ्याक्कै मिडल थियो भने यो between them भन्नाले दुईटाको ठ्याक्क बीचमा हो भनेर भन्न खोजेको चाहिँ होइन क्वेशनले. between भनेपछि बीचमा जता पनि पर्न सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ. So let's say अब त्यो point कहाँ लोकेट गर्ने भन्ने सानो टेक्निक. दुईटा सेम चार्ज हुँदाखेरि यो दुईटैको बीच सेम मतलब सेम नेचर अफ चार्ज, दुवै पोजिटिभ छन् भने अथवा दुवै नेगेटिभ छन् भने त्यो बीचतिरै पर्छ कतै. प्र्याक्टिकली हेर्दाखेरि यो जुन स्मलर म्याग्निट्युडको छ त्यतै पर्छ, त्यसको क्लोजमा पर्छ. ल यो पोइन्ट पी मा नेट इलेक्ट्रिक फिल्ड 0 छ भन्ने सोचौं. सपोज गरौँ पोइन्ट पी चाहिँ x डिस्टेन्स टाढा छ फ्रम ए भने फ्रम बी बाट कति टाढा हुन्छ 0.06 माइनस x मिटर टाढा हुन्छ. 6 सेन्टिमिटर भनेको 0.06 मिटर. अब त्यहाँ के हुनु पर्छ त? Q1 ले प्रोड्युस गर्ने इलेक्ट्रिक फिल्ड E1 र Q2 ले प्रोड्युस गर्ने इलेक्ट्रिक फिल्ड E2, यो दुवैका म्याग्निट्युड के हुनु पर्छ? सेम हुनु पर्छ. So let at point P at a distance x meter from Q1 towards Q2, net electric field is 0. So now for net electric field to be 0, त्यो हुनको लागि के हुनु पर्छ भन्ने कुराको लागि इलेक्ट्रिक field due to Q1 must be equal to electric field due to Q2. So due to Q1 ले गर्दाखेरि हुने KQ1 divided by Q1 बाट point P कति टाढा छ? x डिस्टेन्स टाढा छ. KQ1 by x स्क्वायर. Due to Q2 भनेपछि KQ2 by 0.06 minus x को होल स्क्वायर. यसलाई सल्भ गरेर हामीले x को भ्यालु निकाल्ने हो.
So solve गर्न सकिन्छ k र k त क्यान्सल आउट भयो और q1 भनेको हामीसँग 10 into 10 को पावर -6 by x square q2 भनेको चाहिँ 40 into 10 को पावर -6 छँदैछ तलपट्टि मैले 0.06 minus x को स्क्वायर यहाँ तिमीले a minus b को स्क्वायर देख्दा बित्तिकै a square minus 2ab plus b square मा कन्भर्ट गरिराख्नु पर्दैन गर्न पनि पायो सक्यो है तर इक्वेशन्सहरुलाई कसरी सजिलैसँग सिम्प्लिफाई गर्ने भन्ने कुरा पनि इम्पोर्टेन्ट कुरा हो सो यसमा हेर त मैले 10 को पावर -6 दुवैतिर काटे 10 लाई 1 र 4 लाई 40 लाई 4 लेखौं 10 ले काटेर अनि अब क्रस मल्टिप्लाई गरौं 0.06 minus x को स्क्वायर इक्वल टु 4x स्क्वायर भयो 4x स्क्वायर भनेको तिमीले 2x को स्क्वायर लेख्न पाउँछौ नि त है भनेपछि अब 0.06 minus x इक्वल टु 2x दुवैतिर स्क्वायर रुट लिएको हामीले 0.06x इक्वल टु के भयो 0.06 x हैन 0.06 मात्रै इक्वल टु 3x भयो so x इक्वल टु 0.06 by 3 0.02 मिटर so फाइनल एन्सरमा चाहिँ के हुने भयो भन्दा इलेक्ट्रिक फिल्ड एट अ डिस्टेन्स 0.02 meter from q1 towards point q2 the net electric field is 0 भनिन्छ हामीले त्यसपछि ल यो थियो हाम्रो दुवै चार्ज पोजिटिभ भएको कन्डिसनमा दुवै चार्ज नेगेटिभ भए पनि हाम्रो रिजल्ट के आउँछ यही नै आउँछ है सपोज गरी एउटा चार्ज नेगेटिभ बनाम अब इक्वेशनमा q1 लाई नेगेटिभ गरौँ है त ल q1 लाई नेगेटिभ गरेपछि सल्भ कसरी हुन्छ त है q1 लाई नेगेटिभ गरेपछि q1 छ हाम्रो -10 into 10 को पावर -6 कोलम q2 छ 40 into 10 को पावर -6 कोलम डिस्टेन्स कति छ 0.06 मिटर छ अब यस्तो बेलामा तिम्रो नल पोइन्ट कहाँ पर्छ भन्ने कुरा इम्पोर्टेन्ट रह्यो नल पोइन्ट पर्छ दुईटा लाइन भन्दा बाहिरपट्टि एउटा प्लस अर्को माइनस छ भने बाहिर पर्छ कुन साइड कुन चार्जको बाहिरतिर भन्दाखेरि q1 चार्जको स्मलेस्ट म्याग्निट्युड हेर्नु पर्यो प्लस माइनस हेर्नु पर्यो यो पोइन्ट p मा चाहिँ नेट इलेक्ट्रिक फिल्ड 0 हुन्छ भन्ने सोचौं हामीले सोचेपछि p देखि a सम्मको डिस्टेन्स x मान्दा p देखि b सम्मको डिस्टेन्स चाहिँ 0.06 प्लस x अब कन्सेप्ट त हो इलेक्ट्रिक फिल्ड ड्यू टु q1 must be equal to electric field due to q2 यो भनेको k q1 divided by x square equal to k q2 divided by 0.06 plus x square अब यहाँ भ्यालु युज गर्दाखेरि q1 को भ्यालु मैले नेगेटिभमा लेख्ने कि पोजिटिभमा लेख्ने भन्ने आउँछ यो हामीले म्याग्निट्युड इक्वल गरेर नेट फिल्ड 0 भनेको हो त्यसैले गर्दाखेरि चार्जको साइन प्लस माइनस जे भए पनि हामीले प्लस नै लेख्ने के गरेर 0 भनेको रे हामीले यसमा म्याग्निट्युड बराबर छ डाइरेक्सन अपोजिट छ भनेर चाहिँ 0 भनेको त्यसैले गर्दाखेरि है इक्वल टु 40 into 10 को पावर -6 divided by 0.06 plus x को स्क्वायर अब यसमा अघि जस्तै काट्न पाइयो क्रस मल्टिप्लाई गर्दाखेरि 0.06 plus x को स्क्वायर इक्वल टु 4x स्क्वायर भयो यो 2x को होल स्क्वायर भयो सो 0.06 plus x इक्वल टु 2x x इक्वल टु कति नै आयो 0.06 मिटर सो यो केसमा चाहिँ के भयो आन्सर चाहिँ हेन्स
at a distance 6 centimeter अथवा 0.06 meter from charge Q1 away from charge Q2, the net electric field is 0 भन्न पाइन्छ है। यो क्वेशनमा हामीलाई इलेक्ट्रिक फिल्ड 0 भनेर आओस् अथवा हामीलाई के भनेर आओस्, इलेक्ट्रिक फिल्ड 0 भनिसकेपछि अनि अब हामीलाई त्यसपछि अर्को नल पोइन्ट भनेर आओस् अथवा इक्विलिब्रियम कन्डिसन भनेर आओस्, हामीले यसै गरी नै सल्भ गर्नुपर्ने हुन्छ। ठीक छ, यसरी सल्भ गर्ने हो भन्ने कुरा हामीले बुझ्नुपर्छ है। यहाँ कसैले ट्रायंगल स्क्वायरको क्वेशन गर्नु भन्दै थियो, ट्रायंगलको क्वेशन गरौँ है त। ट्रायंगलको क्वेशन गर्न सक्छौ कि आफैले? स्क्वायर गरौँ मैले। एक्जाममा आएको क्वेशन, अघिल्लो एक्जाममा आएको क्वेशन गर्न भनिरहेको छौ। अहिलेसम्म सल्भ नगरी बसेको एक्जाम क्वेशनहरु तिमीहरूले अनि डिपार्टमेन्टमा आउने सरहरुसँग सोध्ने हेल्प लिने डराउनु हुँदैन नि। टर्म एक्जाम आएको क्वेशन अहिलेसम्म पनि कम्प्लिट सल्भ नगरिकन बसेको, नआउने भएर बसेको भन्ने त राम्रो कुरा भएन है तिमीहरुको। ओके ल, एक्जाममा क्वेशन मैले गर्न खोज्छु एउटा है त। यसमा हामीसँग के थियो, एउटा सर्कल थियो। यो सर्कल छ, यसमा हामीसँग Q1, Q2, Q3 तीनटा चार्ज छन् एट दिस पोइन्ट्सहरु। यो Q1, यो Q2 अनि यो Q3। अनि हामीले यो पोइन्ट P मा इलेक्ट्रिक फिल्ड कति छ भन्ने कुरा निकाल्नु पर्छ। क्वेशनमा सजिलो तरिकाले Q1 इक्वल टु Q2 इक्वल टु Q3 इक्वल टु Q इक्वल टु +1 माइक्रो कोलम छ हैन, भनेको 1 × 10⁻⁻6 कोलम छ। अनि सर्कलको रेडियस छ 1 मिटर। अब पोइन्ट P मा कति हुन्छ? सो ड्यू टु Q1 E1 भन्न सकिन्छ। अब फर्मुला KQ1/R1 स्क्वायर। K भनेको 9 × 10⁻⁹, Q1 भनेको 10⁻⁻6। अब R1 भनेको चाहिँ Q1 देखि पोइन्ट P सम्मको डिस्टेन्स हो। Q1 देखि पोइन्ट P सम्मको डिस्टेन्स। यो डिस्टेन्सलाई हामीले R1 भन्नु पर्यो। यो कति हुन्छ निकाल्ने? रेडियस मजाले 1 मिटर दिएकै छ हेर। भनेपछि R1 इक्वल टु 1 स्क्वायर प्लस 1 स्क्वायर को स्क्वायर रुट, भनेपछि स्क्वायर रुट 2 मिटर हुन्छ। सो अपनमा √2 को स्क्वायर गर्नु पर्यो। यो गर्दा कति आउँछ? 9 × 10⁻9 × 10⁻6 गर्दाखेरि 9000/2 गर्दाखेरि आई थिंक 4500 न्यूटन पर कुलम हुन्छ। अब यसको डाइरेक्सन कता आउँछ त पोइन्ट P मा? Q1 त पोजिटिभ छ, अवे फ्रम Q1। यो चाहिँ के भयो हाम्रो? E1 भयो, राइट। त्यसै गरी Q3 को लागि ड्यू टु Q3 E3 भनेको चाहिँ KQ3/R3 को स्क्वायर। अब यहाँ R3 भने के हो त? R3 भनेको Q3 देखि पोइन्ट P सम्मको डिस्टेन्स हो। यो पनि कति हुने भयो त? स्क्वायर रुट 2 मिटर हुने भयो हेर। भनेपछि
9 into 10 को power 9 into 10 को power -6 divided by square root 2 को square 4500 Newton per coulomb. Direction कता हुन्छ त E3 को Q3 पोजिटिभ छ भनेपछि पोइन्ट P बाट अबेतिर हुने भयो यो के भयो E3 भयो अब त्यसै गरी due to Q2 E2 equal to KQ2 by R2 square 9 into 10 को power 9 into 10 को power -6 divided by अब R2 भनेको कति हुन्छ त Q2 देखि point P सम्मको डिस्टेन्स that is कति छ 2 मिटर छ त R2 equal to कति 2 मिटर Q2 देखि point P सम्म डायमिटर भइदिन्छ so 2 को स्क्वायर यो गर्दाखेरि यो 2250 न्यूटन पर कुलम डाइरेक्सन कता हुन्छ भनौला फेरि Q2 देखि point P जोड्ने लाइनको अबेतिर हुने भयो यो साइडतिर के हुने भयो E2 हुने भयो भइताल्यो नि अब तीनटा भेक्टर जोइन गर्नु जोड्नु छ हामीले ज्योमेट्री यसो हेरौं अब E1 र E3 बीचको एंगल कति हुन्छ त सर्कलको प्रोपोर्सन है डायमिटरले सर्कमफ्रेन्समा कति एंगल बनाउँछ 90 बनाउँछ Q1 Q3 P भन्ने हेरौं 90 बनाउँछ 90 बनाइसकेपछि E1 र E3 बीचको एंगल पनि कति हुने भयो त इट इज 90 डिग्री ठीक छ भनेपछि अब E1 र E3 को रिजल्टेन्ट कता हुन्छ त सो रिजल्टेन्ट अफ E1 एन्ड E3 त्यो त हामीले आइडिया बनाउने कुनै त्यस्तो फर्मुला केही छैन प्र्याक्टिस गर्ने हो प्र्याक्टिस गर्दै गएर आइडिया बनाउने हो हैन एउटा क्वेशन पढ्दैमा गर्दैमा आइडिया बन्छ भन्ने होइन वी हैव टु प्र्याक्टिस अ लट अफ क्वेशन्स अब तिमीलाई क्वेशन कहाँबाट प्र्याक्टिस गर्ने भन्ने कुरा कन्फ्युज भएको छ भने अहिले त वर्कबुक पाएका छौ स्टार्टिङमा हामीले वर्कबुकमा भएको क्वेशन्सहरुलाई नै एकदम कन्सेप्चुअली कम्प्लिटली सल्भ गर्ने प्रयास गरौं है जब त्यो वर्कबुकमा भएका क्वेशन्सहरुमा हामी प्रो भइन्छ जानिन्छ त्यसपछि बल्ल अरु क्वेशन्सहरु सर्च गरेर सल्भ गर्ने प्रयास गर्नुपर्छ है ल रिजल्टेन्ट भने कति हुने भयो त भन्दा रिजल्टेन्ट अफ E1 and E3 E13 अब दुईटा भेक्टर परपेन्डिकुलर भइसकेपछि त यस्तो बेलामा हामी दुईटाको E1 स्क्वायर प्लस E2 स्क्वायर गर्नु पर्यो प्लस 2 E1 E2 cos 90 पनि हो डोन्ट वरी तर यहाँ 90 cos 90 भनेको 0 हुन्छ सो E1 स्क्वायर प्लस E3 स्क्वायर भनेको 4500 रूट 2 न्यूटन पर कोलम आउँछ कता आउँछ भन्दाखेरि along E2 सिधै अब यो दुईटा भेक्टर E1 र E3 को म्याग्निट्युड बराबर छ भने त्यसको रिजल्टेन्टले के गर्छ त भन्दाखेरि बीचको एंगललाई बाइसेक्ट गर्छ भनेपछि अब E13 र E2 एकैतिर हुने भयो since E13 and E2 are in same direction therefore E123 total भनेको चाहिँ E13 plus E2 यो भनेको 4500 रूट 2 plus E2 भनेको कति भयो हाम्रो 2250 न्यूटन पर कुलम यसरी चाहिँ हामीले सल्भ गर्ने हो सो अब अलिअलि ज्योमेट्री स्कुलमै पढेका छौ अब हामीले कति पढाउनु फेरि भन्ने हुन्छ हैन अब अहिले फेरि त्यो ज्योमेट्री पढ्ने भने 11 क्लासमा के पढ्ने भन्ने हुन्छ भेल्यु राखेर हेर न निकाल त आउँछ त E1 भनेको पनि 4500 स्क्वायर 4500 E3 भनेको पनि 4500 सो x स्क्वायर प्लस x स्क्वायर को स्क्वायर रुट कति हुन्छ x रुट 2 हुन्छ है तर स्क्वायर गर्दैनौ के को स्क्वायर E13 प्लस E2 को स्क्वायर गर्दैनौ
इन दुवै सेम डिरेक्सनमा भेक्टर छन् भने रिजल्टेन्ट के हुन्छ नर्मली एड अप हुन्छ तिमीले यो भेक्टर एडिसनको स्पेशल केस भनेर सरले लेखाउनु भएको छ होला नभए बुकमा छ होला त्यो कुरालाई चाहिँ एकदम सिरियसली नै लिनुपर्छ हामीले त्यस्ता कन्डिसन्सहरू भेटिन्छन् धेरै भनेर स्पेशल केस भनेर गरेको पार्टिकुलर एंगलहरूको लागि ओके यसरी सल्भ गरिन्छ भन्ने कुरा बुझ्नुपर्छ हामीले है अब स्क्वायर आयो भने के गर्ने भन्ने कुरा होला यो पनि स्क्वायर जस्तै त भयो भएन र सर्कल स्क्वायर भनेको एउटै हैन यो शेप मात्र के को दियो सर्कुलरको दियो तर यसलाई तिमीले यसरी जोड्यो भने के बन्यो यो स्क्वायर बन्यो भने सर्कलको शेप हटाएर स्क्वायर बनाउन सकियो रेक्टेंगल भन्न सकियो त्यस्तो बेलामा हामीले गर्ने काम के हो भन्दाखेरि इन्डिभिजुअल चार्जहरूले कुनै एउटा पोइन्टमा प्रोड्युस गरेका फिल्डहरू निकाल्ने त्यो फिल्डको डाइरेक्सन दिन जान्ने है अब त्यो देख्न जानिसकेपछि अनि त्यसपछि के गर्नुपर्छ हामीले भेक्टर सम गर्नुपर्छ यसरी हो गर्ने हामीले के अरु कसैले के भन्दै छ त्यो फर्स्ट टर्म पेपरमा यो के हो भेक्टर सम लाएर गर्नुपर्नेमा चाहिँ हामीले चार्जको साइन पनि हुनुपर्छ हामीले त रिभर क्रस एक अम्ब्रेला वाला गरेको थियौं के अरे ल अरु त्यस्तो केही छिटपुट कुराहरु कन्सेप्चुअल कुरा सोध्नु छ भने च्याट बक्समा लेख्दै गर म त्यसको जवाफ दिन्छु सेन्ट्रोइडको केसमा के गर्नुपर्छ सेन्ट्रोइड अफ ट्रायंगल भयो भने के गर्नुपर्छ भन्ने कुराको लागि अब यस्तो बेलामा तिमीलाई इक्विल्याटरल ट्रायंगल दिएको हुन्छ चार्ज तीनटा भए Q1 Q2 Q3 सेन्ट्रोइड भनेको के हो भन्ने कुरा पढेर आकै छ क्यारे यो पोइन्ट चाहिँ सेन्ट्रोइड भयो सेन्ट्रोइडको केसमा तिमीले Q1 देखि पोइन्ट P सम्मको डिस्टेन्स निकाल Q2 देखि पोइन्ट P सम्मको डिस्टेन्स निकाल Q3 देखि पोइन्ट P सम्मको डिस्टेन्स निकाल अनि KQ1 by R स्क्वायर KQ2 by R2 स्क्वायर KQ3 by R3 स्क्वायर गर इन्डिभिजुअल निकालियो डाइरेक्सन कता हुन्छ पनि भन्न सकिन्छ यदि सेम चार्ज छ भने डाइरेक्सन चाहिँ यसरी आउने भयो E1 E2 E3 को यो E1 हैन यो E2 यो E3 यस्तो बेलामा सेम चार्ज छ भने चाहिँ इक्वल चार्ज छ भने नेट इलेक्ट्रिक फिल्ड चाहिँ जेरो हुन्छ रिजल्टेन्ट गरी हेर्ने फरक फरक छ भने त्यसै अनुसार चाहिँ हामीले सल्भ गर्नुपर्छ रेन र रिभर वालाको फर्मुलाहरु रेनम्यान प्रब्लममा त्यस्तो फर्मुला भन्ने त होइन भेलोसिटी अफ रेन विथ रेस्पेक्ट टु मेन निकाल्नु पर्छ Vr माइनस Vm गर्नु पर्छ अनि त्यसको म्याग्निट्युड र डाइरेक्सन निकाल्नु पर्छ है अनि अरु के भन्दै छौ भने यहाँनेर रिभर क्रसिङको फर्मुला भनेको चाहिँ तिमीले एउटा मिनिमम टाइम अफ क्रसिङको लागि फर्मुला मिनिमम टाइम अफ क्रसिङ T मिनिमम भनेको
d by velocity of swimmer. यति नै हो. d भनेको width of river हो है. अनि minimum time of crossing मा a person should aim directly towards the other shore. यसरी चाहिँ स्विम गर्नु पर्छ. र यसरी जाने बेलामा रिभरले बगाएर यसलाई केही तल पनि बगाउँछ. त्यसरी जान्छ है. यो पोइन्ट सी सम्म पुर्याउँछ. खोलाले पनि बगाउने भयो. सो खोलाले कति तल लग्यो त? डिस्टेन्स स्वेप्ट बाइ द रिभर कति रिभर अब भन्दाखेरि vr इन्टु t मिनिमम. अनि त्यसपछि रिजल्टेन्ट भेलोसिटी अफ स्विमर. रिजल्टेन्ट भेलोसिटी अफ स्विमर भनेको चाहिँ along AC हुन्छ. VSR हुन्छ. यो भनेको तिमीले VS स्क्वायर प्लस VR स्क्वायर को स्क्वायर रुट गर्नुपर्छ है. टोटल डिस्टेन्स ट्राभल्ड बाइ स्विमर त्यो भनेको AC. टोटल डिस्टेन्स ट्राभल्ड बाइ स्विमर त्यो भनेको AC हो. यो भनेको चाहिँ VSR इन्टु T मिनिमम हुन आउँछ. यो मिनिमम टाइम अफ क्रसिङ भयो. त्यसैगरी क्रसिङ बाइ सर्टेस्ट रुटमा छोटो बाटो हुँदै क्रसिङ बाइ सर्टेस्ट रुटको लागि यो रिभर भयो. पोइन्ट ए बाट सुरु गरेको छ भने स्विमरले यो पाथ फलो गर्नुपर्छ. ए देखि बी तिरै फलो गर्नुपर्छ. सो दिस मस्ट बी रिजल्टेन्ट भेलोसिटी अफ स्विमर एन्ड रिभर. राइट. सो टाइम अफ क्रसिङ भनेको d अपन VSR हुन्छ. स्विमरले कता एम गर्नुपर्छ भन्दा along AC एम गर्नुपर्छ. सो यो भनेको चाहिँ तिम्रो भेलोसिटी अफ स्विमर AC तिर. C देखि B तिर चाहिँ भेलोसिटी अफ रिभर. ठीक छ. भनेपछि टाइम टेकन टु क्रस द रिभर भनेको d by VSR र रिजल्टेन्ट भेलोसिटी अफ स्विमर एन्ड रिभर भनेको चाहिँ VS स्क्वायर माइनस VR स्क्वायर यो हुन्छ. अनि थीटा भनेको चाहिँ साइन इन्भर्स VR by VS हुन्छ. कति एंगल बनाउनु पर्छ त भन्दाखेरि यो हुन्छ है. सो क्रसिङ बाइ सर्टेस्ट रुटमा यिनी कुराहरु चाहिँ याद गर्नुपर्छ हामीले. ओके ल आजलाई समय समाप्त भएको छ. नेक्स्ट क्लासमा अरु कुनै टपिकको क्वेशन्सहरु गरौँला. हिटको गरौँला नभए इलेक्ट्रोस्ट्याटिक्स गरौँला. ओके लिभ गर्न सक्छौ.